आज चाहिँ हैन यात्रा छ। यात्रा भनेको ट्रिप, अ सडन ट्रिप टु इन्डियासम्म चाहिँ पुगेर आइदिनु जस्तो मन लाग्यो बिहान बिहानै। अन्त म आज चाहिँ गाडी रेडी गरिसक्यो पापाले, चढेर यसो इन्डियाको पनि यसो महलहरू यसो घुमेर आउनु मन लाग्यो। सपिङ भन्नुभयो, स्पेसली सपिङ। आई वान्टेड टु बाई अ सर्ट, ब्ल्याक सर्ट किन्नु मन छ मलाई है। अब उहाँ पुगेर मार्केटहरूको यसो एक दुईवटा यस्तो सर्टहरू खोज्दै गरेको भिडियोहरू आउँछ। अहिले यति नै हो। बजारमा चाहिँ कोला बेचाइ चाहिँ यस्तो छ है। म कृषि धोकमा कोला बेचाइ चाहिँ यो है। कुन चाहिँ राम्रो हेरेर लाने हो? राम्रो छ। जाम लागिरहेछ है। तिहारको सपिङहरू अन छ। चाहिँ माइजूको मिटिङ चलिरहेछ यहाँनिर होइन। बाजेहरूलाई पठाइदिनु पर्ने। अहिले चाहिँ इन्डिया सुनसान रहेछ इन्डिया पनि। है अब माइजू आउँछ अनि त्यहाँदेखि बाजेहरूलाई चलाएर चाहिँ फेरि ब्याक टु नेपाल। इन्डियाको गाडीहरू स्कुटरहरू पनि किनिसक्यो होइन। जहाँ वाक्कै लाग्यो बजार, झ्याउ लाग्यो इन्डियाको बजार होइन। अब चाहिँ नेपाल बोर्डरतिर लाग्न आँटेको। आमा यहाँ छ, सबैजनाको बिदाई पनि भइसक्यो। अब चाहिँ रिटर्न, फाइनली रिटर्न ब्याक अब फर्किनु पनि पर्ने हुन्छ। घरतिर लाग्दै गरेको इन्डियाको गोर्सेली सँगले फुटाएर माथिबाट। म चाहिँ फर्किने भनेर फर्किँदै थिएँ नि त हो। फेरि यो चोट्टा आइपुगेछ। यहाँ चोट्टा घर फर्किँदै गरेको मान्छे है। अनि यसले फेरि फनक फुटु भयो। एक राउन्ड चाहिँ बिर्ताबाट घुम्ने मन गऱ्यो। खाना खानु जाँदैछौँ हामी। ए म चाहिँ फेरि एकचोटि लागेँ है हाम्रो चेन्तारे बोससँग है। अब आइज भन्दा मान्दिनस्। आज त फिक्स थियो नि हौ। आज आएको भयो हेर केटा। स्विमिङ पुल नजिक छ त्यहाँनिर। एन्ड गर्मी छ नि त अफकोर्स, हेर्न घाम भनेपछि आज स्विमिङ हान्नुपर्ने हुन्छ। यसलाई भेटेपछि अब एक लट चाहिँ स्विमिङ हान्ने होला केटा। अब अलिकति स्टामिनियाको लागि जुस तान्ने भने कि कान्छाले जुस हान्यो अरे। स्टामिनिया पुगेन। स्विमिङ त अफकोर्स नि हो। ला खै त फोकस। हौ म 10 रुपिसमा त आएन नि त भाइ। खुकुरी पाउँदैन होला। खुकुरी खुकुरी त पाउँदैन छैन। आँखा कस्तो रातो हो यसको त। मेरो त छैन नि त हो। छैन भने छोड्दैन। अलि बाहिरै खाउँ ल। दिन अरे मैले लु हान लु भाइ। चोट्टा There is something and there is nothing आउँदैछ त्यो। ल यहाँ आइज भाइ चाहिँ यहाँ खिचिदिन्छु म। स्विमिङ है, स्विमिङ लाइफ चाहिँ मन गइरहेछ है हाम्रो भाइ। स्विमिङ खेलेर ए भिडियोमा गर्दै रहेछ म तपाईँको भिडियो हेर्दै रहेछ। कस्तो लाग्यो त स्विमिङ गरेर? ह्याङ आउट फ्रेस भएनस्? फ्रेस फिल गरेनस्? भयो टाउको दुख्यो नि त खेल्दा खेल्दा। अब निक्लेको हामी चाहिँ है सायोनारा भन्दै नि त भाइ। के सायोनारा भन्छ? सायोनारा लु भयो भनेर निक्लेको त। त्यसको चित्त बुझेकै छैन हौ। फाइनल ल।